Life was never supposed to be easy. Life is a test. Life is a trial. And trials are never easy. So, why are we expecting so much ease from life? It's a journey which is full of obstacles and problems. But by the end of the day, if we choose not to give up, is what defines us. We are living with beautiful life that we always complain about. But someone, somewhere in hospital bed, is dreaming to live a life that we are complaining about. So, whatever you have in your life, all the miseries and sorrows, just embrace it with all your heart and soul. Always remember that you are blessed. You have so much to be grateful for, and gratitude is the key. The person who is not bitter is a person who's always grateful to what he has. So, be grateful for what you have, and you will always end up having more. ठीक म अब भोलि नातिनी जानी अब नातिनीले अहिलेसम्म बजेलाई सुसार गर्यो स्याहार्यो अब भोलिबाट त कसले गर्ने है नातिनीको बस्ने नाइट ड्युटी अब बजेको गुइए बजे अब रुनी भयो नातिनी जानी रातभरि नातिनीले ड्युटी बस्यो बजेको गुमुत सोत्यो ल बजनीलाई अब के अरे नातिनीलाई धेरै धेरै आशीर्वाद दिनु है अझै हुन्छ धेरै धेरै आशीर्वाद दिनु है म त एकदम मिस गर्ने भयो मेरो बजेको अब आची बुझ्नु नपाएर हाम्रो बजे अब नमस्ते गरेर बस्नु भयो अब चाउचाउ खानी है बोली माया भोलि जाने हो साथी छ रे एक्लै जाने एक्लै साथी छैन एक्लै जाने एक्लै बजेलाई नि लान्छु है हामी सँगै जाम है छैन ल बजे नातिनी दिउँसोको खाजा खाँदै जुस पिउनुहुन्छ बजे जुस जुस पिउनुहुन्छ बजे जानु पर्दैन कसरी जाने त नि 12 महिना भयो काम हुनु जानु यही सुत्ने ट्याक्सीमा गाह्रो छ ओ बजे बजे चिङ्यो 2 बजे तु हाथु के रे बजे अझै पनि होसमा आउनु भएछन् उहाँको अहिले सलन पानीहरू चढाइराखेको छ रिपोर्ट पनि त्यति राम्रो छैन अब त्यो ठुलो नसा खोलेर बिपी लो भइरहेछ उहाँको अहिले त्यसैले अब ठुलो नसा खोलेर अनि दबाईहरू त्यहीबाट दिनुपर्छ त्यसले गर्दाखेरि अलिकति कन्डिसन चाहिँ क्रिटिकल छ बजेको मुभमेन्ट त गरिराख्नु भएछ हात उल्टो चलाइराख्नु भएछ तर हिजो रातिबाट उहाँले चाहिँ होसमा हुनुहुन्न बजे
ल सबैले चाहिँ बजेको स्पिडी रिकभरी गरेर चाहिँ पे गर्नुहोस्। म पछि अपडेट गर्दै गर्छु। धन्यवाद। Dirakilah agen puino. Fully musang soon, fully moino. Akino, are you all sort of are your margin? What's up,